हेलो साथीहरू, गुड इभिनिङ। र आज चाहिँ हामी यहाँ गुम्बाको भाँडाहरू साफसफाइ गर्नु जाँदैछौँ। यहाँको अब सबै भाँडाहरू निकालेर हामी चाहिँ सफा गर्नु आँटेको। म नाना आसु भएर चाहिँ यहाँको पर्दाहरू चाहिँ सबै नानाहरूले धुनुभयो नि त अघि नै। हामी चाहिँ यहाँ भाँडा धुनु आँटेको। साथीहरू यहाँ आसुले चाहिँ पुस्नु हुँदैछ, हेर्दै जानु साथीहरू। यहाँ चाहिँ जसले हाम्रो भिडियो बनाइदिनु हुँदैछ नि त। र हामीले चाहिँ सुरु पनि गऱ्यौँ भाँडा धुनु। आजको दिन चाहिँ यसरी बित्यो साथीहरू, हेर्दै जानुहोस् तपाईँहरू पनि। हामीले चाहिँ आधी भाँडा पनि धोइसक्यौँ, अब आधी छ। हामीले चाहिँ भाँडा पनि धोइसक्यौँ। अब चाहिँ साथीहरू, अब भोलि चाहिँ खिड्कीहरू सफा गर्नुपर्छ, झारझुर गर्नुपर्छ। मेरो चाहिँ हात पनि मैलै भइरहेको छ। हामी चाहिँ सकेर घर पनि गएको। अब आँसुको चाहिँ ढाड दुखेर बसेकोले साथीहरू। बाई बाई।